गुड मर्निङ सबैजनालाई। आज हामीले जापानिज भाषाको सबैभन्दा बेसिकै खान्जीहरूको अभ्यास गर्नेछौँ। जस्तो 1 नम्बरमा यो भनेको हिको खान्जी हो, जुन तपाईँको दिन भनेर होइन हामीले काउन्ट गर्न सकिन्छ। यसको खाकी-खाता भनेको फर्स्टमा 1 लाइन, त्यसपछि 2 लाइन, त्यसपछि बिचमा तान्ने, त्यसपछि त्योलाई पुरै कम्प्लिट गर्ने। यो भयो भने के हुन्छ त हि हुन्छ। हि भनेको यो डे हो। जस्तो यो भनेको 4 हो, यो भनेको हि हो भनेपछि तपाईँको योक्खा भनेको 4 दिन भनेर तपाईँको चाहिँ काउन्ट गर्न सकिन्छ। जस्तै निचियोबी यो भनेको निचियोबी हो होइन, योबीको खान्जी हो। अनि निचियोबी भनेको चाहिँ तपाईँको निचियोबी भनेको सन्डे हो। जस्तो तपाईँको यो भनेको नि हो, निहोनको खान्जी हो होइन, यो भनेको होनको खान्जी हो, निहोन भयो अथवा निप्पोन पनि भन्छ। त्यस्तै 2 नम्बरमा छ यो भनेको गेचु, जुन तपाईँको चाहिँ मन्डेको खान्जी हो होइन, गेचुको खान्जी हो। यसको खाकी-खाता कसरी लेख्ने भन्दा तपाईँको फर्स्टमा तपाईँले 1 लाइन तान्ने, त्यसपछि फेरि तपाईँको 1 लाइन तानिसकेपछि उतापट्टि नि 1 लाइन तान्ने, त्यसपछि थर्डमा 1 लाइन तान्ने, त्यसपछि यसलाई तानिसकेपछि बिचमा पनि तान्ने र फोर्थमा चाहिँ यसलाई कम्प्लिट गर्ने, बिचमा 2टा लाइन तान्ने। र यो तपाईँको चाहिँ मन्थ जुन गेचुको खान्जी हो होइन, यो गेचुयोबी अथवा होइन तपाईँको चाहिँ लेख्दाखेरि यसरी लेख्न सकिन्छ। जुन गेचुयोबी भनेको चाहिँ मन्डे हो। जस्तो इक्जाम्पलमा यो भनेको इची हो, 1 हो, 1 जस्तो तपाईँको गाचो, इची गाचो भनेको चाहिँ जनवरी। यसरी हामीले अध्ययन गर्न सकिन्छ। त्यस्तै तपाईँको अब यहाँ हामीले अर्को के छ भने यो ट्री जुन रुखको खान्जी हो, रुख ठ्याक्कै तपाईँको हामीले इमेजिङ पनि गर्दाखेरि कस्तो हुन्छ भने यो ठ्याक्कै रुख जस्तै छ कि छैन होइन, एकदमै रुख जस्तै छ। यो यस्तो भयो, यो तल जरा, यो माथि तपाईँको चाहिँ होइन जुन हाँगाहरू पलाउँदै गरेको भनेर सम्झिँदा हुन्छ। सो यो रुखको खान्जी लेख्दाखेरि 1 लाइन होइन, त्यसपछि तपाईँको चाहिँ यसलाई चाहिँ फेरि तपाईँको यसरी कम्प्लिट गर्न सकिन्छ। त्यसपछि यसरी तानेर यसरी चाहिँ लेख्न सकिन्छ। यसको लेख्ने तरिकाहरू जुन यो भनेको रुखको खान्जी ट्री हो होइन, की भनेको तपाईँको चाहिँ रुखहरू भन्ने अर्थ दिन्छ। जस्तो किन्योबी भनेर तपाईँको चाहिँ हामीले युज गर्न सक्छौँ। त्यस्तै तपाईँको चाहिँ माउन्टेन जुन हिमालय अथवा माउन्टेनको खान्जी लेख्दाखेरि ठ्याक्कै तपाईँको कस्तो हुन्छ भने यो आकारको हुन्छ होइन, यो भनेको तपाईँको माउन्टेनको खान्जी हो। जुन तपाईँको चाहिँ 1 लाइन फर्स्टमा लेख्ने, त्यस फर्स्टमा लेखेपछि यसलाई चाहिँ हाफ, त्यसपछि फुल। जुन तपाईँको चाहिँ यामा भन्छ, यसलाई यामा भनेको हिमाल भन्ने अर्थ दिन्छ होइन। जस्तो जापानको हिमालहरू यस्तो किसिमको हुन्छ अरे भनेर तपाईँको चाहिँ इमेजिङ गर्दा पनि हुन्छ होइन। यामा भनेको तपाईँको माउन्टेन हो। जस्तै रिभर भनेको खोला हो होइन। जस्तो खोला भनेको जापानको अब यो पानी यसरी बगिरहेछ भनेर इमेजिङ गर्दा हुन्छ। जस्तो फर्स्टमा यस्तो गर्ने, त्यसपछि यस्तो गर्ने, यसरी लेख्ने तरिका। र यसलाई चाहिँ इमेजिङ गर्दा तपाईँले खोला, जापानको खोलाहरू यसरी बगिरहेछ भनेर इमेजिङ गर्नुभयो भने यसले एकदमै तपाईँलाई चाहिँ होइन जुन सम्झिन धेरै ठुलो मद्दत पुग्नेछ जस्तो लाग्छ। जुन यसलाई चाहिँ तपाईँको खावा भन्छ, खावा भनेको चाहिँ रिभर हो होइन, खोला हो। त्यस्तै तपाईँको चाहिँ राइस फिल्ड भनेको जुन धान फल्ने खेत, यो खेतको खान्जी हो होइन। ठ्याक्कै तपाईँको चाहिँ हेर्नु है, यो खेत टक्क मिलेको एउटा खेत छ भनेर सम्झिँदा हुन्छ। जस्तो यसको लेख्ने तरिका भनेको फर्स्टमा, सेकेन्डमा, थर्डमा, फोर्थमा। जस्तो होइन ताम्बो भन्छ, ताम्बो भनेको तपाईँको खेत हो, जुन धान फल्ने खेतलाई ताम्बो भन्छ। जस्तो होइन तपाईँको यामादा भनेको यो चाहिँ जापानिजहरूको नाममा प्रयोग हुन्छ। जस्तो यो यामा भयो, यो चाहिँ दा भनेको तपाईँको चाहिँ यो यसको खान्जी हो होइन। यामादा भनेको चाहिँ तपाईँको चाहिँ विशेष गरी जापानिजहरूको नाम तपाईँको चाहिँ युज हुन्छ। यसरी चाहिँ तपाईँले बेसिक कुराहरू यसरी सम्झिनुभयो, यसरी अध्ययन गर्नुभयो भने यसले ठुलो तपाईँलाई चाहिँ हेल्पफुल हुनेछ। ल बाँकी भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोस्, लाइक गर्नुहोस्।